भिडियो बनाएर त्यसको स्टेसनमा जाँदा पनि होइन पुरै 100 हाम्रो भिडियो रेकर्डिङ हुँदैछ नि यो बारेमा के चिन्दिनँ म मलाई त अब तपाईँहरूले चिन्न सक्नुहुन्छ म भनेको हामीले चिन्नुहुन्छ होला पक्कै हामीलाई चिन्न सक्नुहुन्छ तिनैजना चाहिँ बाटो नै नसक्नुहुन्छ अलिकता आर्टिस्ट होला नमस्ते भन्नु न एकदम हामी चाहिँ बसन्तपुरमा अलिक जामै त छ त्यही भएर अलिक ट्राफिक पनि फसियो एकछिन आयो नै भयो ट्राफिकमा एकदम आज हाम्रो दुई तिनजनाको स्पट भइरहेछ र हाम्रो दादा भेटे त चस्मा लगाएर कुलमा टिलमा होइन अब हाम्रो बाटोको अन्तिम लाइन आइसकेको छ र अब हामी के भन्नु अब अहिले हामी सिडी चल्छौँ अहिले तपाईँले रेकर्डिङ गरिरहेछ फेरि रेकर्डिङ गर्दैछ भन्दा अझै पनि हामीलाई निकै टाइम लाग्छ भन्ने हामीलाई चाहिँ अनुमान गरेको छौँ लगभग 1 घन्टामा पुग्छौँ भन्ने चाहिँ हामीलाई जस्तो लाग्छ चलो चलो क्या बोले कैसे दिया आप लोग एक मत बनाना भाई 여기지 아니소 얘네 많이 드세요 감사합니다 I'm saying thank you धन्यवाद 얼마예요? 비싸나요? 아직도 कुरा बुझेन पढे लेखेको मान्छे छैन वाउ so nice so nice मजा 어떻게 가요? 이렇게 इसको भी खाना पड़ता है कैसे आउनु चाहिँ सर आउनु चाहिँ हराउनु चाहिँ यहाँ त्यसरी अच्छा मैले हिँड्नु फेरि हराउँछ फेरि मान्छेहरूले पनि कति आउनु देखाएको भन्छ है कतितिर मात्रै आउन बाहिर पनि देखाएर भयो त मेरो सब्सक्राइबरहरू त्यस्तो हुन्छ आउनुहोस् सरकार आउनुहोस् त्यो अब चाहिँ हामीले आएर गाडी पनि केबाट देख्न सक्छौँ होइन माथि भाडासम्म जाँदैछौँ आउँदैछ अहिले नाइ राख्नु मलाई सर राख्छु बरु सनम कसमको रूप कहाँ छ भन्दै हेर्दैछु बा अझै हेर्दैन के हो यो रूप खोज्नै पर्ने हुन्छ आज मेरो एउटा भिडियो बनाउनु पर्छ भनेर एउटा हाम्रो एउटा हाम्रो सबिन दाइ पनि हुन्छ के भनेर ब्लग बनाएर दादा यो पक्रिनु न
हामी चाहिँ अहिले पाथिभाडाको डाँडामा छौँ होइन अनि पाथिभाडाको नजिकै छौँ भने चाहिँ हामीले यत्रो भिडियो पनि बनाइयो डह्रो भिडियो बनाइयो होइन टिकटकमा नि आउने त्यो भिडियोहरू चाहिँ आउँछ साथै हामी चाहिँ नजिकै पुगिसक्यौँ यो बोकाहरू कति गराएको जाछाहरू त पातकीहरू अनि त्यसपछि चाहिँ हामी चाहिँ यहीँ माथितिर चाहिँ मन्दिरहरू छ होइन अनि त्यस पछाडि अरू त्यति साह्रो केही छैन बाँकी भिडियो चाहिँ म अब माथि मन्दिर गएर देखाउँछु तपाईँहरूलाई सो हामी चाहिँ पाथिभाडा आइपुग्यौँ होइन हामी चाहिँ त्यहाँ तलदेखि आएको हो होइन अनि यस्तो खासै मलाई यस्तो मान्छेहरू मन पर्दैन होइन मन पर्ने चाहिँ त्यही पनि हामी सिधै जाउँ हामी मन्दिरको तर्फ जाउँ होइन यस्तो पातकी मान्छेहरू हामीलाई खासै मन पर्दैन पर्नु चाहिँ फेरि अनि त्यस पछाडि यो बोकालाई चाहिँ काउडर खन्नुपर्छ हामी दावालाई जस्तो दावा जस्तो रहेछ यो त्यस्तो छ बोका पार्टीहरू पनि डह्रो चल्दैछ हामीलाई के दिने हो न होइन यो भनेको चाहिँ हाम्रो पाथिभाडा मन्दिर हो जाडोले कस्तो क्या पुरा त्यो आइदियो क्या पाथिभाडा मैले बबाल भनेको चाहिँ हामीले छिर्न नदिने हो अलिक डेन्जरै मान्छे हो कि हाम्रो सबिन दाईहरू हुनुहुन्छ यहाँ दावा सर हुनुहुन्छ अर्को दाई हुनुहुन्छ यता हुनुहुन्छ हो नि दाई यता चाहिँ फेरि साथीहरू अगाडि गइसके उता पल्लो डाँडातिर जाने आऊ भन्दै साथीहरू अगाडि गयो अझ फेरि निकै हैरान छ बबाल मैले चाहिँ बबाल लागेको ठाउँ कस्तो लाग्यो भनिदिनु होला एकदमै आज चाहिँ मान्छेको चलफलै थियो है नयाँ सालको सबैजना अन्त शुभकामना ओके ल नयाँ सालको सबैजनालाई शुभकामना है यस्तो चाहिँ कागजहरू यस्तो हुन्छ होइन यो भनेको चाहिँ हाम्रो माथिको चाहिँ यस्तो तपाईँहरू चाहिँ भ्यू देख्न सक्नुहुन्छ खास गरी म 3 जुरो चाहिँ यो पर्तिरको हो है तर हामीलाई चाहिँ मलाई थाहा छैन यो 3 जुरो गर्छु र हामी जाँदैछौँ हामी दोस्रो 3 जुरो पनि हेर्न तपाईँहरू चाहिँ मेरो भिडियोमा चाहिँ यतिखेरसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक पनि गर्नु चाहिँ सक्नुहुन्छ होइन म त्यस्तो नि भन्दिनँ होइन लाइक चाहिँ गर्नु भन्दिनँ होइन र पनि लाइक चाहिँ गरिदिनु होला म भन्छु अनि साथै एकजनालाई चाहिँ सेयर पनि गरिदिनु होला सायद नआउनु सकेको नि हुन्छ नि मान्छेहरू अनि अरू चाहिँ म त्यही गरेर भन्छु होइन हामी चाहिँ यहाँदेखि गएको यो पर्टिको चाहिँ पाथिभाडा रहेछ होइन त्यो समस्या अब दाइ अब पानी पर्छ मार्छ हाम्रो चाहिँ मात्रै भयो होइन दाइ तल हामी त खाना बस्छौँ कि एउटा होटलमा बस्नु अनि सो हाम्रो चाहिँ भिडियो यति नै हो अनि बाँकीको पुरै भिडियो बनाउने भन्ने सोच्थ्यो होइन पानीको पर्ने अवस्था भएर चाहिँ हामीले भिडियो बनाउन सकेनौँ होइन सो पहिलादेखि पनि हामी चाहिँ यही पाथिभाडासम्म मात्रै आएको थियौँ तर यो पल्लो पाथिभाडासम्म चाहिँ हामी जाने भन्ने चाहिँ कुरा थियो तर जान सकिएन होइन त्यही पनि यति भिडियोमा चाहिँ तपाईँहरूले अब रमाउनु पर्ने हुन्छ भन्ने म आशा गर्छु भने तपाईँहरू चाहिँ यतिमै खुसी हुनुपर्छ भने आजको ब्लग सक्यो गुड बाई न्यू ह्याप्पी न्यू इयर हमने से काम उठा उसने लॉरी वीडियो है हम अभी है बस पर चर्च के हैं